इन्डिया र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेको टी20 वर्ल्ड कप 2026 को वार्म अप म्याचमा नेपालले युएईलाई 7 विकेटको विशाल अन्तरले हराउन सफल भएको छ। यसअघि पहिला ब्याटिङ गरेको युएईले 20 ओभरमा 145 रन बनाउन सफल भएको थियो। 146 रनको टार्गेट पाएको नेपालले 17 ओभरमा 3 विकेट गुमाउँदै 148 रन बनाएर 7 विकेटको विशाल जित हात पार्न सफल भएको हो। नेपाललाई विजय बनाउन आज नेपालको तर्फबाट आरिफ शेख र दिपेन्द्र सिंह एरीले उत्कृष्ट ब्याटिङ गरेका थिए। आरिफ शेखले 37 बलमा 61 रन बनाएका थिए भने दिपेन्द्र सिंह एरीले 31 बलमा 50 रन बनाएका थिए। रोहित पौडेल 16 रन बनाउँदै रनआउट हुन पुगेका थिए भने आसिफ शेख 8 रनमा रनआउट भएका थिए। त्यस्तै कुशल बुर्तेल 8 रन बनाउँदै आउट भएका थिए। बलिङतर्फ युएईका मोहम्मदले 3 ओभरमा 13 रन दिएर मात्र 1 विकेट लिन सफल भएका थिए भने अन्य 2 जना नेपाली ब्याट्सम्यान भने रनआउट हुन पुगेका थिए।